Hi everyone, hello. के छ खबर आज चाहिँ म माइत जाने है माइत मैले चाहिँ आइफोन देखाएको होइन यस्तो राम्रै भयो क्या बाइ द वे माइत जाने भनेर रेडी भइसकेँ है सबै एउटालाई कुरा छु मिटिङ के मिटिङ टिक्क लगाइसक्यो उहाँ फोन हानेको हान्यो हुन्छ सबैजना क्या गरौँ एक्लै जान मिल्ने खुरक्क गइहाल्थेँ हामी त अब माइत जाने भन्दा 1 बजे रेडी भएको मान्छे हामी गएको थियौँ 4 बजे त्यति बिति लामो समय म के गरेर बिताएँ होला मलाई त क्या गरौँ भोग्न सकौँ अनुहार पनि कुच्चिसक्यो भोक लाएर साह्रै बिजोक भइसक्यो अझ के बनाउनु पर्छ भन्दा मैले चाहिँ यो बनाएँ है खाजा आज चाहिँ एउटा मात्रै थियो मसँग त्यही भएर मैले एउटै मात्रै बनाएँ अलिअलि मिठो बनाएर त खानु परिहाल्यो नि यसो भोक लागिसकेपछि त जे जाने त्यही अलिकति अमिलो चट्ट हालेर बन्दा अलिअलि हालेर ल है गाइज मैले त खाएँ खाने भए आउनु सबैजना एक्लै पनि के खानु है अलिकति लैदिउँ भनेर लैदिएँ एक्लै खानै मन लाग्दैन वास्तवमा अब चाहिँ चिसो खानु पर्यो भनेर चाहिँ मैले अब चाहिँ के बनाउन लाएँ भन्दा सोच्नुहोस् है आफै सोच्नुहोस् के बनाउन लागिरहेको छु हर्लिक्स चिसो हर्लिक्स बनाउन लागिरहेको अहिले टिकटकभरि भाइरल छन् टिकटकभरि भाइरल चिसो हर्लिक्स खानु गर्मीलाई भगाउँ भनेर मैले पनि त्यही सोचेर आज चिसो हर्लिक्स बनाएँ दुध राख्ने अनि त्यसमा हर्लिक्स राख्ने घोल्ने अनि चिसो पानी वा आइस राखे पनि हुन्छ मैले चाहिँ चिसो पानी राखेँ अनि यसो भाँडा त चाक्नु त परिहाल्यो है अनि यसो अलिकति चाक्नु हालिदिएँ माथिबाट अनि उहाँ हतार भएर आइसक्नु भयो त्यो खाना तर नि सुरुमा त मैले चाख्नु पर्यो मेरो कान्छी छोरी सुतेर उठ्यो मेरो कान्छी छोरी चाहिँ अब जस्तै गर्नुपर्छ रिसाउनै पर्छ कि आज चाहिँ मान्नु अब चाहिँ म माइत पिसकेँ र माइत पिसकेपछि चाहिँ मैले आँपको फोटो खिचेँ सबभन्दा आँप के भएको थियो आँप पनि खाइयो यो चाहिँ मेरो दिदी नम्बर पठाउनु न नम्बर मेरो डिलिट भएछ क्या मेरो मोबाइलमा छैन होइन गई सानवी हो र के छ खबर ए छोरी बाबा लिनु न हेलो ले यता बोल के बोल्नु नमस्कार भन् छोरी हेलो नमस्कार गरिदेऊ को हो यो तिम्रो के आउनु लाग्यो सोनु हेर त बासी भात आयो फलेको फर्सीको मुन्टा मेरो गाउँ मेरो घर बोडी पनि फलिरहेको छ कति राम्रो भएको सबै चाहिँ फर्सीको मुन्टा इज फेभरेट म त एकदम चियाको चाहिँ फेभरेट है चिया नभए त हुँदैन अझ माइत आइसक्यो है त चिया अझ हावा चलिरहेको छ चिसो त्यहाँ मात्र खानु परिहाल्यो अनि मोमो पनि खाइयो आज चाहिँ मजाले अनि आइसक्रिम यो चाहिँ घरै बनाएको हामीले
यसो बारीतिर जाऊँ के छ भनेर हेर्न गएको। कागती देखेँ, कागती देखिसकेपछि त घर लिएर जान परिहाल्यो। कागती यस्तो गर्नु छ, कागती पानी खान्छु भनेर घर लिनको लागि मैले कागतीहरू टिप्न थालेँ। कागती हेर्दा हेर्दा कति धेरै रहेछ, मजाले झाडीभित्र थियो, त्यही भएर खासै देखेको छैन बाहिरबाट चाहिँ। मैले चाहिँ टिपेँ, धेरै नै ल्याएँ प्लास्टिकमा हालेर। यो चाहिँ यति मात्र टिपेर देखाएको थिएँ मैले चाहिँ। अब चाहिँ करेला पनि रहेछ बारीमा, अलिअलि करेला टिपौँ भनेर गएको। धेरै त रहेन, सके रहेछ, त्यही पनि 4-5 वटा चाहिँ थियो, त्यो चाहिँ अलिअलि टिप्यो।